नमस्कार श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ नियोस्फियर न्यूज पडकास्ट। आजको कार्यक्रममा हामी एउटा निकै चासोको विषयमा छलफल गर्न गइरहेका छौँ। हो आदित्य, आज हामी कुरा गर्दैछौँ कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भएको एकता, जुन जम्मा 12 दिनमै टुट्यो। किन यस्तो भयो अनि किन कुलमान फेरि उज्यालो नेपाल पार्टीमा फर्किए? सुमन, सबैभन्दा पहिले प्रश्न यही हो, कुलमान घिसिङ जस्तो व्यक्तित्व किन राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्न तयार भए? हेर्दा के लाग्छ भने कुलमान घिसिङ लामो समयदेखि वैकल्पिक राजनीति खोजिरहेका थिए। उनले लोडसेडिङ अन्त्य गरेर जनताको विश्वास जितिसकेका थिए। त्यो लोकप्रियता राजनीतिक परिवर्तनका लागि प्रयोग गर्न चाहन्थे। ठिकै हो, त्यति बेला उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच 7 बुँदे सहमति भयो। पार्टीको नाम, चुनाव चिन्ह र आगामी निर्वाचनमा संयुक्त रूपमा जाने कुरा तय भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि कुलमान घिसिङको छविलाई आफ्नो शक्तिका रूपमा हेर्दै थियो। युवाहरू, प्राविधिक सोच भएका मतदाता र परिवर्तन चाहने वर्गलाई आकर्षित गर्न यो एकता उपयोगी देखिन्थ्यो। तर सुमन, यत्रो चर्चा भएको एकता 12 दिनमै किन टुट्यो? मुख्य कारण शक्ति सन्तुलन नै देखिन्छ। सुरुवातमा कुलमान घिसिङलाई पार्टीको दोस्रो वरियतामा राख्ने समझदारी थियो भन्ने कुरा बाहिर आयो। तर पछि त्यो पद अर्को व्यक्तिलाई दिने सङ्केत आएपछि उज्यालो नेपाल पार्टी असन्तुष्ट भयो, होइन? हो, त्यससँगै समानुपातिक प्रतिनिधित्वको विषय पनि आयो। उज्यालो नेपाल पार्टीले माग गरेको सङ्ख्यामा उम्मेद्वारको स्थान नपाएको गुनासो गर्यो। यसले देखाउँछ कि एकता कागजमा भए पनि व्यवहारमा बराबरी थिएन। अर्को गहिरो कुरा भनेको विचारको टकराव हो। कुलमान घिसिङ समावेशिता, सङ्घीयता र निर्णय प्रक्रियामा स्पष्टता चाहन्थे। तर राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संरचना र निर्णय शैली परिवर्तन गर्न खासै चासो नदेखाएको आरोप लाग्यो। कुलमानले नै भनेका छन्, केही सहमतिहरू लिखित थिएनन् तर आपसी समझदारी थियो। ती कुरा कार्यान्वयन नभएपछि समस्या बढ्दै गयो। यसले देखाउँछ नेपालमा एकता घोषणा गर्नु सजिलो छ, तर त्यसलाई टिकाइराख्नु गाह्रो छ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, कुलमान घिसिङ किन फेरि उज्यालो नेपाल पार्टीमै फर्किए? एकता असफल भएपछि उज्यालो नेपाल पार्टीभित्र छलफल भयो। पार्टी नेताहरूले कुलमानलाई फेरि अध्यक्षको जिम्मेवारी दिए। पार्टीको तर्क स्पष्ट थियो, आफ्नै विचार, आफ्नै नेतृत्व र आफ्नै नीति बिना परिवर्तन सम्भव छैन। र समर्थक समूहहरूको दबाब पनि थियो। धेरैले भने, अरूको छायामा होइन, आफ्नै पहिचानमा राजनीति गर। आदित्य, यो घटनाले नेपाली राजनीतिलाई के सन्देश दिन्छ? सन्देश स्पष्ट छ, लोकप्रियता मात्रै काफी हुँदैन। विचार, विश्वास र शक्ति बाँडफाँडमा स्पष्टता नभए एकता टिक्दैन। र कुलमान घिसिङका लागि पनि अब चुनौती ठूलो छ। आफ्नै पार्टीलाई कत्तिको मजबुत बनाउन सक्छन् भन्ने कुरा सही भन्नुभयो। आगामी दिनमा उज्यालो नेपाल पार्टी जनतासँग कत्तिको जोडिन सक्छ त्यो हेर्न बाँकी छ। श्रोतावृन्द, आजको छलफल यहीँ समाप्त गर्छौँ। यदि तपाईलाई हाम्रो विश्लेषण मन पर्यो भने नियोस्फियर न्यूजलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को कार्यक्रममा। धन्यवाद।